नेपालमा सबैभन्दा कम उमेरमा प्राइम मिनिस्टर हुने व्यक्तिहरू को थिए त? आउनुहोस् आजको यस भिडियोमा चर्चा गरौँ। नेपालमा करिब 30-35 वर्षदेखि ठूलो हक जमाइरहेका पुष्पकमल दाहाल 53 वर्ष, केपी शर्मा ओली 63 वर्ष र शेरबहादुर देउवा 49 वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए। उनीहरूको पालामा नेपाल हिराबाट किरा जस्तै भएको थियो। अब आउनुहोस् यंगेस्ट प्राइम मिनिस्टरको बारेमा चर्चा गरौँ। यसको नम्बर 4 मा रहनु भएको छ बीपी कोइराला। नेपाली कांग्रेसका महान नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला 2017 सालमा नेपालको प्रधानमन्त्री भएका थिए, जसमा उनी जम्मा 44 वर्षका मात्र थिए। त्यो बेला राजाले कु गरेका कारणले उनको कार्यकाल निकै छोटो रहेको थियो। नम्बर 3 मातृका प्रसाद कोइराला। नेपाली जनताको पहिलो छोरो प्रधानमन्त्री भनेर चिनिने मातृका प्रसाद कोइराला राणा शासनको अन्त्यपछि नेपालको प्रधानमन्त्री भएका थिए। उनी करिब 39 वर्षको उमेरमा नेपालको प्रधानमन्त्री भएका थिए। नम्बर 2 तुलसी गिरी। नेपालमा धोकेबाज नेताको रूपमा परिचित तुलसी गिरी नेपालको प्रधानमन्त्री हुँदा करिब 34 वर्षका थिए। नम्बर 1 जङ्गबहादुर राणा। नेपालमा युगले मागेको नेता भनेर परिचित जङ्गबहादुर राणा 29 वर्षको उमेरमा नेपालको प्रधानमन्त्री भएका थिए। उनका पालामा नेपालको गुमेको जमिन बाँके बर्दिया कैलाली कञ्चनपुर जस्ता ठाउँहरू नेपालमा फिर्ता आएको थियो। कतिपय ठाउँहरूमा जङ्गबहादुर राणाले सती प्रथाको सुरुवात गरेका हुन् भनिए तापनि जङ्गबहादुर राणाले केवल सती प्रथालाई अलिक कडा बनाएका थिए, किनकि जङ्गबहादुर राणा जन्मिनुभन्दा पहिले पनि सती प्रथा रहेको देखिन्छ। साथै नेपालमा जङ्गबहादुर राणा जतिको शासक अहिलेसम्म आएकै छैनन्। अहिले देशको अवस्था बुझ्दा नेपालले यंगेस्ट प्राइम मिनिस्टर पाउँदैछ। नाम हो बालेन्द्र शाह। बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा हेर्न तपाईहरु कति एक्साइटेड हुनुहुन्छ? कमेन्ट गर्नुहोला।